हेलो गाइज, यो झोलामा चाहिँ के छ भनेर सोचिरहनु भएको होला। यो झोलामा चाहिँ आज हामी पिकनिक खान जाने भनेर, ड्राई पिकनिक खाना जाने भनेर ऊ पानी सानी सब रेडी छ। भिनाजु उहाँ ऊ हेलमेट सेलमेट लाएर बाइक साइक रेडी छ। भान्जी जाने भनेर उफ्रेर म त यता रेडी भइसकेँ। अब त्यस पछाडि यतापट्टि अब कान्छी पनि यसरी झोलासोला बोकेर अब दिदी चाहिँ झ्याल ढोका लाएर निस्किसकी। अब हामी यहाँबाट यो भनेको सुनसरी खोलाबाट जाँदैछौँ। अब हामी कहाँ जाने भन्ने चाहिँ टुङ्गो छैन, तर आज ड्राई पिकनिक जाने भनेर घरबाट हिँड्यौँ। अब जाँदैछौँ हामी अहिले बराबर लगभग टेम्पो स्टेसनबाट हामी सफागाछीतिर लागिसक्यौँ। सफागाछीतिर जाँदैछौँ हामी। अगाडिपट्टि दिदी र भिनाजु हुनुहुन्छ, पछाडिको बाइकमा चाहिँ भान्जी म र कान्छी तिनजना छौँ। अब हामी ठ्याक्क सफागाछी पुगिसक्यौँ। अब सफागाछी पुग्यौँ। सफागाछीबाट पनि हामी अगाडि जाने क्रममा छौँ। अब अगाडि जाने क्रममा सफागाछीको बिचको बाटोमा हामी ठ्याक्क पुगिसक्यौँ। ठ्याक्क यो भनेको तपाईँको सुनसरीको एउटा जङ्गलमा ठ्याक्क पुगेर खन्ना सन्ना ओछ्याइयो। अब कटिङ सटिङ सुरु भइसक्यो। सके पछाडि अब प्लास्टिकमा हालेर चटपटे पुरै खतरा गरी बनाउँदैछौँ। चम्चा सब लगेको छ बनाउनलाई। काँक्रा साँक्रा चपिङ बोर्डदेखि लिएर चक्कु अमिलो जति पनि छ नि चटपटेलाई चाहिने सामग्री लगेर चटपटी खानलाई हामी सुरु गरिसक्यौँ। अब चटपटे खाइसकेर अब यो चाहिँ भनेको रुखका फेदमा शीतलमा बसेर एकदम रुखका फेदमा छौँ हामी। एकदम हेर्नु सक्नुहुन्छ, रुख पनि देखिरहेको छ। अब यहाँ बसेर मिठो चटपटे खाँदै पुरा चिसो हावा खाँदै हामी बसिरहेका छौँ। अब यहाँबाट रमणीय दृश्य देख्न सकिन्छ। यता